जहाँ अभाव छ त्यहाँ शिक्षाको उज्यालो छर्नु नै वास्तविक समाजसेवा हो। यस्तै उदाहरणीय भावनाका साथ मानव एकता समाज सुधार केन्द्रले एउटा सुन्दर र सराहनीय कार्य सम्पन्न गरेको छ। संस्थाले गाउँका विकट क्षेत्रमा रहेका आर्थिक रूपमा विपन्न तथा निम्न वर्गका बालबालिकाहरूको पठन पाठनमा टेवा पुगोस् भन्ने पवित्र उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालय त जाने, तर कापी र पेन्सिलको अभाव आफ्नो भविष्य कोर्न सङ्घर्ष गरिरहेका ती अबोध बालबालिकाहरूलाई संस्थाका तर्फबाट कापी, पेन्सिल, इरेजर लगायतका अति आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ। सहयोगको मुख्य आकर्षक लज्जित वर्ग, विकट क्षेत्रका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरू, सहयोग सामग्री कापी, पेन्सिल, इरेजर जस्ता दैनिकी अति आवश्यक चाहिने महत्त्वपूर्ण सामग्री। उद्देश्य आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस्। सानो सुनिने कापी र पेन्सिलले ती बालबालिकाहरूको अनुहारमा जुन ठुलो मुस्कान र उत्साह ल्याएको छ त्यो वास्तवमै अमूल्य छ। यो सहयोग केवल सामग्रीको वितरण मात्र होइन, उनीहरूको सुन्दर भविष्यका लागि कोरिएको एउटा बलियो जग पनि हो। यस्तो मानवीय र पवित्र कार्यका लागि मानव एकता समाज सुधार केन्द्र र यस अभियानमा जोडिने हुने सम्पूर्ण सहयोगी हातहरूलाई हृदयदेखि नै उच्च सम्मान तथा धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै सत्कर्महरूले निरन्तरता पाइरहन्। हार्दिक शुभकामना। शिक्षा नै भविष्यको पूर्वाधार हो, यसलाई सबैले पहुँचमा पुर्याउँ।